पुलिसको गोली होइन भन्छ त्यो गोलीको जिम्मेवारी कसले लिने? त्यो प्रधानमन्त्रीले थाहा हुनु पर्दैन कि त्यो गोली कहाँबाट आउँछ मेरो देशमा? म प्रधानमन्त्री हो देशको भन्ने कुरा त्यो थाहा पाउनु पर्दैन प्रधानमन्त्रीले? त्यो कुरामा तपाईँहरूले बोल्ने कि नबोल्ने? र पहिलो कुरामा चाहिँ यो तीनटै जो नेताहरू छ चौकीहरू छ यिनीहरूलाई पक्रापुर्जी जारी नगर्नसम्म हाम्रो यो आन्दोलन रोकिन्न। अझै पनि रोडमा निस्किन्छौँ, अझै पनि लड्छौँ जबसम्म देश परिवर्तन हुँदैन। देशमा हामीले आम जनता आम नागरिक हामीले जेनजीले मात्रै होइन 50 वर्षको बुढा बाबुआमालाई पनि नेपाल राम्रो नेपालको चाहना छ, इच्छा छ, उनीहरूलाई एउटा आशा छ कि नेपाल बनाऊ भन्ने होइन। उनीहरूको इच्छा पनि पुरा हुनुपर्छ। आम नेपाली नागरिकको इच्छा पुरा नभएसम्म हामी जेनजी पुस्ता अथवा जेनवाई जेडवाई जो पनि परिवर्तन जाने युवाहरू छन् रोडमा आउन र भ्रष्टाचारीलाई कहाँबाट थुतेर ल्याएर कसरी बङ्गरा झारेर रोडमा पिछार्नुपर्छ भन्ने कुरामा हामी तयार छौँ, हुनेछौँ। जबसम्म सरकार परिवर्तन हुँदैन, जबसम्म जनताका माग पुरा हुँदैनन् तबसम्म हामी लड्नेछौँ भन्न चाहन्छु।